सो हेलो एभ्रिवान, नमस्ते तपाईँहरू सबैजनालाई। अन्त फेरि पनि म तपाईँहरूलाई आजको मेरो मुकबाङ भिडियोमा तपाईँहरू सबैजनालाई स्वागत गर्छु है। अनि आज मैले मुकबाङ भिडियो चाहिँ के को लेख्छु भनेर गाइस भन्दाखेरि चाहिँ यो चाहिँ मैले लेख्छु, यो के भन्छ चाउमिन लेख्छु। यो चाहिँ चिकन चाउमिन चाहिँ होइन, एग चाउमिन हो अनि भेजेसहरू हालेर बनाएको। अनि यहाँ चाहिँ मैले घरको अर्ग्यानिक क्युकम्बर लेख्छु। अनि यहाँ चाहिँ छ मिठो अचार छ। यो अचार चाहिँ मैले कसरी बनाएको भन्दा चाहिँ नि गाइस तिललाई चाहिँ मजाले उयो गरेर भुटेर त्यहाँदेखिको चाहिँ त्यो सुक्खा खोर्सानी र टमाटरलाई मजाले तेलमा फ्राई गरेर चाहिँ बनाएको अचार हो। सो तपाईँहरूले पनि यस्तो तरिकाले अचार ट्राई गर्नुहोस् होला एकपल्ट बनाएर है, एकदमै मिठो हुन्छ। अनि त्यो घरको काँक्रा भनिसकेँ। अनि यहाँनिर चाहिँ मेरो पिउनको लागि चाहिँ कोक रहेको छ। अनि यो चाउमिन चाहिँ मैले कसरी बनाएको भन्दाखेरि चाहिँ त्यही हो, पिस भयो अनि क्याबेज क्यारोटहरू हालेर चाहिँ मैले बनाएको है। अनि अन्डाहरू हालेर प्याजहरू हालेर त्यसरी बनाएको। सो तपाईँहरूले पनि यसरी ट्राई गर्नुहोस् होला। अनि मैले चाहिँ यहाँनिर चाहिँ अलिअलि चाना पनि मिसाएको छु। अनि चाना हालेर चाहिँ एकदम दामी चाउमिन हुन्छ हो। सो तपाईँहरूले पनि ट्राई गर्नुहोस् होला। अब चाहिँ म ढिलो नगरी खान्छु। सो गाइस म चाहिँ अब खान्छु है। अचार चाहिँ मलाई पिरो मनपर्छ, तर थाहा छैन पिरो भयो कि भएन। खाएला गाइस फर्स्ट बाइट। छिटो भएछ। तपाईँहरूले पनि यस्तो तरिकाले बनाएर खानुहोस् होला, एकदम मिठो हुन्छ। क्युकम्बर एकदम मिठो भएछ गाइस। अचार चाहिँ त्यस्तो पिरो भएन रहेछ, तर पनि ठिकै छ। यस्तो बेसी भोक पनि लाग्थ्यो थियो कि गाइस। त्यही भएर मैले एकदम छिटो खाँदैछु।
साह्रो परेछ। सो गाइज म चाहिँ खानु सक्दिनँ, पुरा बेसी पेट भऱ्यो हो। सो आजको लागि चाहिँ यति नै है। अनि तपाईँले जस्तो मलाई पहिलाको भिडियोमा माया दिनुभएको छ, होप आशा गर्छु कि तपाईँले भिडियोमा पनि एकदम धेरै माया दिनुहुन्छ भनेर है। सो मन परेमा मेरो भिडियोलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु नभुल्नु होला। प्लिज तपाईँलाई कस्तो टाइपको भिडियो चाहिन्छ त्यो पनि तपाईँले कमेन्टमा भन्नु सक्नुहुन्छ। सो आजको लागि चाहिँ यति नै है गाइज, म चाहिँ खानु सक्दिनँ। सो बाई बाई एभ्रिवान, भेट्नेछु अर्को भिडियोमा तपाईँहरूलाई।